हेलो गाइस। आज चाहिँ मलाई आज मम्मीले धेरै काम दिएर जानुभयो। यो चाहिँ मेरो घर यतापट्टिको भ्यू हो होइन। मेरो मम्मी चाहिँ ऊ त्यो पारी डाँडोमा जानुभएको छ। हो त्यहाँनेरि जानुभएको छ। त्यहाँ चाहिँ अस्ति मलाई चाहिँ मम्मीले पढ 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 भन्नुभएको थियो। अनि मैले चाहिँ पढ्न लागेको, एकछिन पढ्छु भन्ने थियो। अनि पढ्दैछु। अलिअलि कण्ठ पारौँ भनेको कण्ठ पनि भएन। एकछिन पढिसकेपछि चाहिँ अनि मात्र म बाहिर पढ्दा पढ्दै मलाई चाहिँ एकदम अल्छी लाग्न थाल्यो। अनि त्यहाँबाट म चाहिँ बाहिर निस्केर हाम्रो आँगनको फुलहरू देखाएँ है। आँगनको फुलहरू देखाएँ। कति राम्रो राम्रो फुलहरू फुलेको थियो। हाम्रो घर आँगनबाट देखेको। यो चाहिँ हाम्रो तल्लो घर हो। यहाँबाट म हिँडेँ। म चाहिँ भैँसीलाई घाँस हाल्नलाई हिँडेँ। भैँसी चाहिँ मजाले बसिराखेको रहेछ। अनि घाँस हालिदिएँ। घाँस हाल्न जाँदैछु। बाख्रालाई घाँस झुन्याउनु पर्यो भनेर गएँ। अनि बाख्रालाई घाँस झुन्याइदिएँ। यो चाहिँ भुइँची कराएको कराइ छ है, पल्लो घरको। मैले चाहिँ बाख्रालाई घाँस झुन्याइदिएँ। बाख्रालाई घाँस झुन्याउँदैछु। बाख्राले चाहिँ घाँस झुन्याएको एकछिनमै झारै गरेर हैरान पारे। बाख्राले यो चाहिँ हाम्रो सानो पाठो है। यो चाहिँ धेरै चकचके काहीँ नभएको छ। भिडियोमा आएर फोन पनि चलाइदियो। अनि म चाहिँ एकछिन गोबर सोर्नु पर्यो भनेर थालेँ। गोबर पनि सोर्नु भन्नुभएको थियो। अनि गोबर सोर्न थालेँ। त्यहाँ झिक्राहरू थियो, टिपेँ। गोबर पनि फाल्न थालेँ। गोबर फाल्दैछु। मैले आज चाहिँ गोबर पनि सोरेँ है, नत्र गोबर सोर्ने गरेको थिएन। गोबर फाल्दैछु है, म चाहिँ गोबर फाल्दैछु। अनि मैले चाहिँ कुँडो बसालेँ। कुँडो आगै नबलेर बल्ल 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 आगो बाल्दैछु। कुँडो पनि पाक्न लाग्यो। अनि हिँडेँ। अनि हाम्रो सानो पाठो छ, त्यो चाहिँ धेरै चकचक चकचक गरेर डोकामाथि चढेछ। अनि त्यसलाई झारेँ। अनि कुन घाँस हालिदिउँ, मुठो हालिदिउँ कि डोकाको हालिदिउँ भनेर एकछिन सोचेँ। अनि त्यहाँबाट डोकाको घाँस हालिदिएँ भैँसीलाई। डोकाको घाँस हालिदिएर अनि म यहाँ ट्याङ्की भरिएको रहेछ। अब माथि जान अल्छी लाग्यो। अनि सिधै गएर पर खुस्काउन गएँ म। पर गएर पाइपमा मैले खुस्काइदिएँ। पर गएर चाहिँ मैले खुस्काइदिएँ है। राधे राधे।